वेस्ट इन्डिज भर्सेस नेपाल अ क्ल्यास बिट्विन सर्टेनिटी एन्ड सर्भाइभल जुन अब आज हुन गइरहेको छ 11:15 एउटा म्याच वेस्ट इन्डिज भर्सेस नेपालको बिचमा र हामी अब आजको भिडियोमा यो म्याचको बारेमा कुरो गर्नेछौँ र साथैमा जुन नेपाल र इटलीको म्याचमा जुन नेपालले एकदम खराब धेरै खराब पर्फर्मेन्स गरेछ यसको बारेमा अलिकति हल्का कुरा गर्नेछौँ। सो हेलो एन्ड वेलकम टु द क्रिकेट टक्स प्रेजेन्टेड बाई अभिषेक फ्रेम्स। र सबभन्दा सुरुमा चाहिँ हामी अब नेपाल र इटलीको म्याच जुन म्याचमा चाहिँ अब नेपालले ब्याटिङ गर्न बिर्सिएर गएको थियो होइन, कसरी ब्याटिङ गर्ने भन्ने कुरो नि बिर्सिवरी पिचमा उत्रेको थियो। नेपालले एउटा अर्कै पिचमा खेलिरहेको थियो, इटली अर्को एउटा पिचमा खेलेको जस्तो महसुस गरिरहेको थियो। र म्याचको कुरा गर्ने भने इटलीले टस जितेर सुरुमा बलिङ रोज्यो र नेपाललाई ब्याटिङ गर्न पठायो र अब ब्याटिङमा आए आसिफ शेख र कुशल भुर्तेल। र अब किन ब्याटिङमा आए आसिफ शेख र कुशल भुर्तेल जबकि ब्याटिङै गर्नु थिएन भने एकदम खराब पर्फर्मेन्स। जब इङ्ल्यान्डसँगको त्यो जुन 4 रनको लस थियो, जुन त्यो पर्फर्मेन्स थियो एकदम पिक पर्फर्मेन्स देखाएको थियो नेपालले र एकदम नेपालले चारैतिरबाट एकदम वाही पाइरहेको बेलामा सबैको आइज अब नेपालले अर्को म्याच कस्तो खेल्छ त, इटलीसँगको म्याच नेपालभन्दा कमजोर टिम पक्कै पनि जित्नुपर्ने हो। यो म्याच चाहिँ जुन म्याचमा चाहिँ नेपाल फेभरेट्स भएर उत्रेको थियो, जुन चाहिँ रेयर हो किनकि अब वर्ल्ड कप जस्तो टुर्नामेन्टमा जहाँ त्यस्तो ठुलो टिम हुन्छ त्यहाँ नेपाल जस्तो टिम एउटा एसोसिएट नेसन फेभरेट्स भएर उत्रिनु भनेको ठुलै कुरो हो। त्यस्तो म्याचमा पनि नेपालले आएर एकदम रेकलेस ब्याटिङ गरेको छ। पिच कन्डिसनलाई यति पनि रेस्पेक्ट गरेको छैन। कस्तो पिच छ के छ, आयो हावा तालमा ब्याट घुमायो आउट भयो गयो गरेका छन्। ल अब कुशल भुर्तेलको कुरो गरौँ। सुरुमा कुशल भुर्तेलले 5 रन बनाएका छन् 10 बलमा एउटा चौका हानेर। र अब आसिफ शेखले चाहिँ रन बल खेलेका छन्, 20 बलमा 20 रन बनाएका छन्। यही कुरो गरेको ओपनिङ पार्टनरसिप जहिले पनि नेपालको राम्रो हुनु पर्यो कि त अब कुशल भुर्तेलले हाने भने हाने, नभए हान्नेवाला कोही पनि छैन। कुशल भुर्तेलले रन बनायो भने बनाए, नत्र बनाउनेवाला छैन। र त्यसपछि आउँछन् रोहित पौडेल अलिक राम्रो पर्फर्मेन्स गरिरहेको थिए, राम्रो टच थियो, 23 रन हानेको थिए 14 बलमा, 2वटा छक्का हानिसकेका थिए। तर जहाँनिर अब रोहित पौडेलको विकेट गयो त्यहाँबाट चाहिँ म्याच अब लगभग नेपालले हारेर नै 123 रन पनि कसरी पुग्यो थाहा छैन। पुरै 20 ओभर पनि खेलेन नेपालले। र सरस्वतीको कुरो गर्ने दिपेन्द्र सिंह गरीले 17 रन बनाए 18 बलमा। अब आरिफ शेखको कुरो गर्ने 27 रन बनाएछ 24 बलमा। लोकेश बाम एउटा ग्रेट इनिङ, सबैले तारिफ पाए, वाह गरे। अनि फेरि अर्को म्याचमा यस्तो पर्फर्मेन्स छ, 3 रन 5 बलमा। गुलसन झाको के हो म बुझेको छुइनँ। चान्स पाउँदा ब्याटिङ गर्दैन, यो एकदम राम्रो चान्स थियो यहाँबाट इनिङ बिल्ड गरेर। गुलसन झाले एकदम आफ्नो करियरको बेस्ट नक पनि खेल्न सक्थ्यो यहाँनिर, तर गुलसन झाले त्यो चाहेनन् पक्कै पनि। र अर्को करण केसीले 18 रन हानेका छन् 11 बलमा, एउटा चौका एउटा छक्का हानेका छन्। नन्दन यादव सन्दीप लामी छान्ने ललित राजवंशीहरूबाट के आश गर्नु रनको होइन, जबकि टप अर्डरले नै हकडेमा हगिसकेको छ भने अरूको त हामीले के नै आश गर्नु। र अब त्यही छ, त्यो 123 रन हानेको थियो। र अब अर्को उतापट्टि इटलीले 12.4 ओभरमा 124 रन हानेर 10 विकेटले म्याच जितिदियो, जबकि 44 बल्स रिमेनिङ थियो। अब नेपाललाई यहाँदेखि गाह्रै छ। अब हिजोको म्याचमा इङ्ल्यान्डले स्कटल्यान्ड हराइसकेपछि नेपालको चान्सेस एकदम कमै देखिन्छ कि त अब यो नेपालले गर्न सक्ने आफ्नो 2टा म्याच खुरुखुरु जित्ने र होप गर्ने कि अरू बिग टिम्सले आफ्नो म्याच हारोस्, स्कटल्यान्डले आफ्नो म्याच हारोस् र वेस्ट इन्डिजले आफ्नो म्याच हारोस्। र अब आजको म्याचको कुरा गर्ने भने वेस्ट इन्डिज र नेपाल बिच म्याच रहेको छ, जुन चाहिँ एकदम हाई स्टेकवाला म्याच छ। अब हाई स्टेकवाला म्याच पनि के भन्नु, नेपालको लागि भनेको त अब आफ्नो प्राइडको लागि खेल्ने हो। अब चान्सेस आफूलाई अलाइभ राख्ने हो भने यो म्याच हार्यो भने त नेपाल सिधै इलिमिनेट ग्रुपबाट अब ओमन इलिमिनेट भइसक्यो, दोस्रो टिम नेपालै हुन्छ जस्तो छ। यो म्याच हार्यो भने यति। र वेस्ट इन्डिजको लागि भनेको त एउटा विन अनि टिक, क्वालिफाइड फर सुपर 8। वेस्ट इन्डिजले अब जित्यो भने आनन्दले सुपर 8को लागि क्वालिफाई हुन्छ। स्टेटमेन्ट उसले एकदम खतरा दिइसकेको छ। स्कटल्यान्ड र इङ्ल्यान्ड हराएर र नेपाललाई नहराइदियो भने आनन्दले सकिन्छ र नेपाल चाहिँ इलिमिनेट नै हुन्छ, एजमा होइन इलिमिनेटै हुन्छ पुरै। एकदम यस्तो राम्रो प्रमिसिङ क्याम्पेन देखाएको, यस्तो इङ्ल्यान्डसँग यस्तो खतरा म्याच गरेर आएको, तर नेपालले अब केही गर्नेवाला छैन। इटलीसँग हारेपछि एकदम सबै लो भयो। र स्टोड ल जुन चाहिँ हाम्रो हेड कोच छन्, हेड कोचले पनि भनेका छन् हाम्रो लुजलाई सेलिब्रेट गऱ्यौँ धेरै हामीले, किनकि ठिक छ राम्रो पर्फर्मेन्स गऱ्यौँ जे गऱ्यौँ, तर एट द इन्ड हामीले म्याच हारिनौँ, हामीले म्याच जितेनौँ नि त। त्यो चिजलाई धेरै हामीले सेलिब्रेट गऱ्यौँ र अन्डर एस्टिमेटै गऱ्यौँ इटलीलाई भन्ने कुरो गरेका छन् होइन। त्यो अन्डर एस्टिमेटै गऱ्यो इटलीलाई, एकदम रेकलेस ब्याटिङ गऱ्यो, जितिहालिन्छ नि भन्ने तरिकाले खेले केटाहरूले अनि नाप्यो।
त्यही हो यो म्याचको कुरो गर्ने भन्दाखेरि क्यारिबियनको एकदम पावरफुल प्लेयर छ वेस्ट इन्डिज एकदम राम्रो फर्ममा देखिरहेको छ होइन सिमरन हेटमायरले एकदम खतरा स्वागत आफ्नो ट्रेडमार्क तरिकाले खेलिरहेका छन् सर्टन रदरफोर्डले लास्ट म्याचमा इङ्ल्यान्डसँग 74 रन बनाए 42मा हाइएस्ट टी20 स्कोर उसको करियरको सर्टन रदरफोर्डको हाइएस्ट टी20 स्कोर अस्ति भर्खर हानेका छन् अनि कसरी गेम चेन्ज गर्छ एउटा प्लेयरले गेम चेन्ज गर्छ भन्ने कुरो चाहिँ एकदम मजाले देखाएका छन् त्यहाँनिर सर्टन रदरफोर्डले र अब रोमन पल जेसन होल्डरले त अझै खेलेका छैनन् भनौँ न वेस्ट इन्डिजको कुरो गर्ने भने र अब स्पिनमा भयो गुडकेश मोती र अखिल हुसेन गुडकेश मोतीले चाहिँ अस्ति अब नेपालसँगको जुन टी20 सिरिजमा थियो त्योमा नि खेलेका थिए होइन अब अखिल हुसेन भयो अर्का राम्रो स्पिन डिओ छ 6 विकेट लिएको थियो 94मा इङ्ल्यान्डको एगेन्स्ट स्पिन डिओले र अब मर्निङ गेम भयो अनि स्पिनको थ्रेड एकदम दामी हुन्छ किनकि दिउँसो झन् पिच ड्राई हुन्छ ड्राई भएपछि पिचमा टियर्सहरू आउँछ र स्पिनरलाई एकदम मद्दत हुन्छ र रोमान सेफर्डले ह्याट्रिक पनि लिइसकेका छन् र अब होल्डरले 5 विकेट हल पनि लिएका छन् अब त्यही छ अब एभ्रिथिङ नेपालको लागि सबै थोक लाइनमा छ नेपालको यही हो रोलर कोस्टर भएको छ एकदम हाई थियो इङ्ल्यान्डको म्याच इटलीको म्याच एकदम डाउन भयो रोहित पौडेल दुईटै म्याचमा राम्रै पर्फर्मेन्स गरिरहेको थियो अब छिटै आउट नभएको थियो भने त्यहाँ म्याच्युरिटी देखाएको थियो राम्रोसँग इनिङ चलाएको थियो भने ठिकै हुन्थ्यो अब सन्दीप लामिछानेलाई हो बलिङमा चाहिँ अब सन्दीप लामिछानेकै भरमा हो सबै थोक अर्को भयो नन्दन यादवमा पनि अलिक भर छ र अब अरू भनेको चाहिँ करण केसीको ठाउँमा सम्बल कामीले खेलाउनु पर्यो एउटा चेन्ज भनेको अर्को भनेको आरिफ शेखको ठाउँमा चाहिँ सन्दीप जोरालाई खेलाउनु पर्यो त्यही हो अब शेरमल र ललित राजवंशीमा त जसलाई खेलाउँदा पनि भयो किनकि ललित राजवंशीले त्यो एक ओभर मात्रै पाएका थिए अब दिउँसोको म्याच हो स्पिन राम्रो हुन्छ हेर्नु अब शेरमल ललित राजवंशीमा टसअप जो खेलाउँदा पनि भयो त्यति हो चेन्जेस नेपालको स्क्वाडमा भनेको चाहिँ र अब राम्रो प्रदर्शन गर्नु पर्यो एकदम अब जित्नको लागि प्रयास गर्नु पर्यो इटलीसँग जस्तो खेल्नु भएन इङ्ल्यान्डसँग जस्तो खेल्नु पर्यो तर जित्नै पर्यो र अर्को कुरो भनेको चाहिँ गुलसन झाको युज राम्रोसँग भइरहेको छैन ब्याटिङ गर्न पनि 8 नम्बरमा पठाइरहेको छ र बलिङ गर्न पनि युजै गरेको छैन बलिङमा चाहिँ गुलसन झाको त बलिङ पनि युज गर्नु पर्यो गुलसन झाको बिचमा एक दुईवटा ओभर दिनु पर्यो गुलसन झालाई पनि 10th ओभरतिर भयो बिचमा स्पिनसँग एक दुईवटा ओभर चलायो भने चाहिँ राम्रो रिजल्ट आउँछ गुलसन झाको बलिङको युज गर्यो भने जस्तो लाग्छ मलाई चाहिँ होइन त्यति चाहिँ अब मेन कुरोहरू भनेको नेपालको टिमको र आजको लागि यति नै भन्दै यो भिडियोलाई म यहीँ अन्त गर्न चाहन्छु र अब हेरौँ अब 11:15 म्याच सुरु हुन्छ कसले जित्छ के गर्छ र यो भिडियोलाई यहाँसम्म हेर्दै हुन्छ भने भिडियोलाई लाइक र कमेन्ट गर्न नबिर्सिनु होला तपाईँ कसको सपोर्टमा हुन्छ कसले म्याच जित्छ जस्तो लाग्छ तपाईँलाई र के चेन्जेस हुन जरुरी छ नेपालको टिममा त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला र वाट सुड नेपाल डु टु विन दिस म्याच नेपालले के गर्नुपर्ने छ यो म्याच जित्नलाई र आउने अर्को म्याच जुन चाहिँ हाम्रो स्कटल्यान्डसँग रहेको छ त्यो म्याच जित्नको लागि चाहिँ के गर्नुपर्ने हुन्छ एक त कन्सोलिडेसन विन भए पनि नेपालले लिएर जान्छ कि जाँदैन छ त्यो कुरो पनि कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई आफ्नो क्रिकेट प्रेमी साथीहरूमा सेयर गर्न नबिर्सिनु होला धन्यवाद।